सबैलाई मेरो न्यू भ्लगमा वेलकम ब्याक। म चाहिँ तपाईहरुको प्यारो ज्याक्स नयाँ भ्लग साथ आइसकेको छु र पछाडी देख्न सक्नुहुन्छ मेरो प्यारो गाउँ पाउस। यो चाहिँ माझी टोलो है, माझी टोलो। दिस इज हाउ वी डू। लेट्स गो। आजको भ्लग अब स्टार्ट हुन्छ मर्निङ टाइम देखि। दिस इज हाउ वी डू ग्राइन्डिङ एनी टाइम, एनी डे, एभ्री डे। आज फुटबल गेम छ, लास्टसम्म हेर्नु होला के हुन्छ। मिनी भ्लग जस्तै पनि हुनसक्छ, फुल लङ भ्लग पनि आउन सक्छ है। अलिक मौसम चिसो चिसो छ, वरिपरि चाहिँ हुसियो कुहिरो लागिरहेको अवस्था। खेलाडीहरू चाहिँ कोही पनि छैन यार, म मात्र रेडी भएर आएको। अरू खेलाडीहरू आउँदैछ। 9 बजे गेम भनेको थियो, 9 बजिसक्यो, कोही पनि रेडी भएन। लेट्स गो, किप वाचिङ, हेर्दै गर्नु होला। आजको फुल भ्लग हल्का लम्बा हुन सक्छ, मिठो राम्रो मानेर हेरिदिनु होला र च्यानललाई सब्स्क्राइब गर्न नि नभुल्नु होला। र टिकटकमा हेर्नु भएको छ भने टिकटकमा नि फलो गरिदिनु होला। अहिले चाहिँ अनि त्यसपछि म चाहिँ हाम्रो मामाको पसलमा छु। मैले चाहिँ फ्रुटी लिइसकेको छु इनर्जीको लागि हैन। अब इनर्जीको लागि चाहिँ अर्को हामीले एक्सट्रिम नभए रेडबुल खानुपर्ने थियो, हाम्रो बजेटको बाहिर परेको कारणले मैले चाहिँ फ्रुटी लिएको छु केटा हो। अब म फ्रुटी खान्छु, तिमीहरू चाहिँ भिडियोमा मैले फ्रुटी खाएको हेर्दै बस्छ। ओके ल, काम पनि लाग्यो हैन। सूर्यदेवले नि आशीर्वाद दिइसक्यो यार, तर केटाहरू आएन। केटाहरू छुट्टै आओस्। आज गेम हामीले जसरी पनि जित्नुपर्छ। अब लास्टमा देखाउँछौँ जिते कि हारे भनेर हैन। अब गेम त म आफै खेलिरहेको हुन्छु। अब भिडियो सायद रेकर्ड, गेम प्लेको रेकर्ड अरूले गरिदियो भने छुट्टै कुरा हो। म आफैले चाहिँ गर्न भ्याउँदैन भन्दा नि कसरी गर्ने, आफै खेलिरहेको हुन्छ। अब क्यामेरा बोकेर फुटबल खेल्ने कुरा आएन हैन। त्यही हो, इनर्जी जुस खानालाई बजेट पुगेन, सो फ्रुटी द पावर। केटाहरू चाहिँ त्यति केटाहरू आएन हैन। अगाडि देख्न सक्नुहुन्छ हाम्रो खेलाडीहरू तिनीहरू हो। अनि त्यही हो, खेलाडीको नि कमी हैन, धेरै चिजको कमी भइरहेको हाम्रो पाउस एकाडेमीमा चाहिँ। पाउस एकाडेमीलाई चाहिँ 1-2 जना स्पोन्सर आइदिए हुन्थ्यो भनी चाहिँ हाम्रो धारणा हो। गाउँमै छ एउटा मेयरले त केही गर्न सकेन अब हैन। अरू जे होस्, कुनै संस्थाहरूले हामीलाई स्पोन्सर गरिदिँदा हुन्छ। स्पोन्सर गर्नको लागि चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ jacksthemusician@gmail.com मा। हामी चाहिँ फुटबल ग्राउन्डमा आइसकेका छौँ हैन। गेम चलिरहेछ, हाम्रो गेम चाहिँ अब एकछिनमा हुन्छ। अब पो स्टेडियममा बस्यावाला फिल आउँदैछ त यार हैन। के हो भने हाई भनिदिनु पर्दैन यार, त्यत्तिकै हाई नभनी गइदियो। यो चाहिँ कर्मचुली फुटबल स्टेडियममा हो हामी। हामीले चाहिँ 2 गोल हानेर जितिसकेका छौँ हैन। एउटा फर्स्ट गोल जर्सी नम्बर 17 साजन माझी, सेकेन्ड गोल जर्सी नम्बर 12 अर्जुन माझीले हालेको छ हैन। दिस इज हाउ वी डू, यु नो। हामी खत्रै हो, हामी खत्रै हो। फर्स्ट राउन्डको गेम जित्यो। त्यो क्लिपहरू अब पहिले भनेको थिएँ हैन, म हालिदिन्छु। टाइगरको आइफोनबाट खिचेको त्यो क्लिपहरू पनि आउँछ। जस्ट किप वाचिङ। दिस इज हाउ वी डू। 1 गोल साजन माझी, अर्को गोल अर्जुन माझी। 2 गोल हाल्यो, 2 टा हाल्यो। सुपर से ऊपर भयो आज गेम। खेलाडीहरू यता चाहिँ दर्शकहरू है, जर्सी बिनाको दर्शक, यता चाहिँ जर्सी भएको खेलाडीहरू। हाम्रो कोच, म्यानेजर, हाम्रो स्पोन्सर दाइ, कोच, म्यानेजर, टप एउटा कि 2 टा ल। दिस इज हाउ वी डू। अर्को नि समोसा आइसके। जुतेको उपलक्ष्यमा हैन पार्टी क्वार्टर फाइनल चाहिँ होला। हामीले 4 गेम गर्नुपर्छ फाइनल सुन्दैन है। 3 गेम मात्र
त्यसो भए सेमी फाइनल म्यान अफ द म्याच मिलन दाई This is how we do. Best defender. यस्ता प्लेयर होइन हामीले अर्जेन्टिनाबाट मगायो फेरि सुरुमा त के जस्तो फिल भइरहेको प्राय सबै अगाडि बढेर खेला भएर तिनीहरूले क्याप्चर गरेर पास खेल्नु नमिलेको देखाने भयो क्या अझै अर्को आउँदैछ दिस हाउ डु देऊ देऊ त्यसले त क्यामेरा हटाउ ए ओ खोइ हामीलाई जेरी खोइ कसरी हामी केटाहरू आयो म्यान अफ द म्याच भयो केटा दुईटै हातमा लड्डु गिलासमा खानु पायो दिस इज हाउ डु गिलास सकिदैन मोबाइल छोडिदिने किन्नु न आज त पुरा चिल हो चिल हामी आकाशमा छौँ बसेर हालिसक्यो हामीले मिलन दाइ बाइकमा आएको मजुरी जानु पर्छ